हेलो गाइज नमस्ते। मलाई चाहिँ घरमा बसेपछि के बनाउन मन लागिरहन्छ है। आज चाहिँ मलाई कस्तो डोनट बनाउनु मन लाग्यो कि गाइज है। अनि त्यसको लागि चाहिँ सुरुमा चाहिँ मैले 1 चम्चा इस्टमा आधा ग्लास जति दुध राखेर अनि फिटेर एकछिन छोपेर राखेँ गाइज है। लगभग 15-20 मिनट छोपेर राख्नुपर्छ। अनि मैले मैदा थोरै लिएँ, मैदा थोरै भन्दा आधा किलो जति छ। अनि त्यसमा 2 चम्चा जति चिनी र अनि थोरै नुन राखेर अनि अघिको इस्टलाई चाहिँ फेरि यसमा राखेर अनि हामीले मुस्ने बेलामा चाहिँ अनि दुधले मुछे के गाइज है। अनि दुधले मजाले मुछेपछि अलिअलि गिलो हुनुपर्छ। अनि यसलाई जब यो ब्याटर बनिसक्छ नि गाइज, वरिपरि तेल राखेर यसलाई फेरि 3 घन्टाको लागि हामीले छोपेर राख्नुपर्छ है। यो 3 घन्टा पछि चाहिँ मजाले फुलेर डबल टेबल साइजकै हुन्छ कि होइन। अनि यो त्यसपछि पनि हामीले फेरि मार्नुपर्छ यसलाई मजाले है। अनि मैले चाहिँ यसलाई चाहिँ फेरि यता जुन रोटी बेल्ने हुन्छ नि चक्नामा त्यसमै मजाले माडेँ के गाइज है। अनि माडेर अनि बेलेँ के गाइज है। अनि बेल्दाखेरि चाहिँ आफूलाई कतिको बाक्लो चाहिन्छ होइन, ठिक्क त्यतिको बेल्ने। अनि मलाई गोलो बनाउन चाहिँ अनि मैले स्टिलको ग्लास युज गरेँ कि गाइज। अब त्यो डोनटको साइज त दिनु पर्यो। अनि स्टिलको ग्लासले टक्क काटेर अनि बिचमा फेरि पाल पार्नु पर्यो नि त डोनटको लागि। अनि त्यो चाहिँ मैले एउटा बोतलको ढक्कनी हुन्छ नि त्यसले पाल पारेँ कि गाइज है। अनि ठिक्क अब सानो पाल पार्नु पर्यो होइन। अनि आइडिया पनि धेरै लाउनु पर्ने के गाइज है। अनि त्यसपछि मैले सुरुमा चाहिँ पहिला डोनटको आकार बनाएँ। अनि यतापट्टि फ्राई प्यानमा चाहिँ अनि तेल तताइसकेपछि अनि डोनटलाई फ्राई गर्न थालेँ कि गाइज है। अनि यस्तो मिठो भएको त होइन कि गाइज है, क्रन्ची पनि भएको है। मलाई त साह्रै मिठो लाग्यो। तपाईँहरू पनि ट्राई गर्नु होला होइन। एकदम इजी पनि छ, सजिलो पनि छ होइन। बनाउन चाहिँ एकदम सजिलो लाग्थ्यो मलाई चाहिँ। टाइम चाहिँ लाग्छ त्यो कुरी बनाउनु पर्यो नि त। तर जब ब्याटर बनाइसकेपछि त एकदम इजी 15 मिनटमा तयार हुँदो रहेछ कि गाइज है। एकदम सजिलो। तपाईँहरू पनि ट्राई गर्नु गाइज।